यदि तपाईं अस्ट्रेलिया हुनुहुन्छ र बीचहरुमा स्विमिङ गर्न जाँदै हुनुहुन्छ भने प्लिज केयरफुल रहनु होला किनभने अस्ति मात्र अस्ट्रेलियाको काइली बीचमा शार्क अट्याकले गर्दा एकजना महिलाको ज्यान गएको छ भने अर्को उनको पार्टनर घाइते भएका छन्। अस्ट्रेलियाको प्राय ठाउँमा अहिले गर्मी महिना चलिरहेको छ अनि बीचमा जाने मान्छेहरुको पनि भिड बढिरहेको छ। हरेक वर्ष शार्क अट्याक र त्यो भन्दा पनि बढी समुद्रमा मान्छे डुबेर ज्यान जानु कुनै नौलो कुरा होइन र यस्तो इभेन्टमा नेपाली कम्युनिटीको नाम पनि धेरै पटक आउने गर्छ। सो यसपालि स्विमिङ जाँदै हुनुहुन्छ भने शार्क डिटेक्सन टेक्नोलोजी युज गरेको बीचमा मात्र जानु होला। यस्तो बीचमा प्राय मान्छेहरुको आवत जावत पनि हुन्छ अनि प्राय लाइफगार्ड पनि हुन्छन् जसले केही परिहाल्यो भने तपाईको हेल्प गर्न सक्छन् र शार्कको प्रेजेन्सको बारेमा पनि उनीहरुलाई अलरेडी थाहा हुन्छ। यदि तपाई जान खोजेको बीचमा शार्क डिटेक्सन टेक्नोलोजी युज भएको छ कि छैन भन्ने कुरा चाहिँ थाहा पाउन मन छ भने गुगलको सर्च बारमा सर्च गर्नुभयो भने मज्जाले थाहा पाउनुहुनेछ अथवा शार्क स्मार्टको वेबसाइटमा गएर पनि थाहा पाउन सक्नुहुनेछ। अनि यदि कुनै बीचमा लाइफगार्डहरु छन् कि छैनन् भन्ने कुरा थाहा पाउन मन छ भने beachsafe.org.au मा गएर पनि हेर्न सक्नुहुनेछ।